धनुषाको सखुवा मरानमा तनाव, टिकटक भिडियो कारण। धनुषा जिल्लाको कमला नगरपालिका 6 सखुवा मरानस्थित मुस्लिम टोलमा आइतबार तनावपूर्ण अवस्था सृजना भएको छ। स्थानीयका अनुसार विवादको सुरुवात एक मुस्लिम युवाले टिकटकमा बनाएको भिडियोबाट भएको बताइएको छ। उक्त भिडियोको विषयवस्तुलाई लिएर केही हिन्दू युवाहरूले आपत्ति जनाउँदै प्रहरीमा जाहेरी दिएका थिए। तर समयमै प्रभावकारी मध्यस्थता र समाधान नहुँदा अवस्था तनावग्रस्त बन्दै अन्ततः अप्रिय घटना घटेको स्थानीयको भनाइ छ। पीडित पक्षका अनुसार घटनाका क्रममा मस्जिदमा प्रवेश गरी धार्मिक तथा घरायसी सामग्रीमा तोडफोड गरिएको र क्षति पुर्याइएको छ। घटनामा केही स्थानीय व्यक्तिहरू संलग्न रहेको दावी गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भइसकेको छैन। घटनाका बेला स्थानीयले प्रहरी तथा प्रशासनलाई पटक पटक सम्पर्क गरे पनि तत्काल प्रतिक्रिया नआएको भन्दै गुनासो गरेका छन्। यदि यसमा लापरवाही भएको हो भने निष्पक्ष छानबिन हुनुपर्ने स्थानीयको माग छ।